छ नमस्ते यहाँ हामी यो कुन ठाउँमा आइपुग्यौँ आमा यो यो तसी गाउँ तसी गाउँ आज चाहिँ विशेष रूपमा अब हामी वर्षको एकचोटि ट्रेक जाने क्रममा चाहिँ शिवधारा जाँदैछौँ सङ्घ सभाको शिवधारामा के हुन्छ तपाईँलाई देखाउँछु जय भगवान् ल शिव शुभ यात्रा स्वागत छ हेलो बाई बाई शुभ यात्रा ल अब हामी हिँड्दैछौँ हाम्रो कृष्ण सरको हाम्रो हाम्रो भाइ पनि आउनु भएको छ छोरा नि आउनु भएको छ हाम्रो पुऱ्याउनु थ्याङ्क यू है ल भ्लगमा स्वागत छ ल बहिनीलाई यहाँ भेट भएको छ ल बहिनी यसो के छ खबर हामी चाहिँ घर जान आँटेको हामी चाहिँ उहाँ शिवधारा जाँदैछौँ तुमटाङ एयरपोर्टबाट ल बहिनी अब के छ सबैजनालाई शुभ यात्रा राम्रोसँग अलि डेन्जर छ बाटो होस् गरेर हिँड्नु होला थ्याङ्क यू म गएको छुइनँ तर यस्तो भिडियोहरू हेरेको थिएँ क्या ओके ल हामीलाई शुभ यात्रा है थ्याङ्क यू ठिक छैन ल अब लाग्छौँ हामी पनि है आफ्नो गन्तव्यतिर सबैले हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला ल बाबु शुभ यात्रा होइन हामीलाई शुभ यात्रा गणेश भाइ शुभ यात्रा तिमी के ल अब क्यापेचिनो अमेरिकानो खाने रे विथ विनोद केटाहरू त्यहाँ वेटिङमा छन् ल अब हामी दाजुभाइ यता लास्ट सिटमा छौँ म त जहिले पनि प्रायः लास्ट सिटमै परेर जनता हो होइन अब यसरी सर र यात्रा यस्तो छ है यात्रामा छौँ ल ल यात्रा सुरु हुँदैछ सर के छ फिलिङ कस्तो हुन्छ एकदमै साधनक छ ह्याप्पी लाइफ जस्तो देखेको छ जर्नी कन्टिन्यू भयो नि त लाइफ जर्नी जर्नी कन्टिन्यू जर्नी कन्टिन्यू कलकत्ता हो जर्नी कन्टिन्यू छ है ल तुमटाङ एयरपोर्ट सर यता है अरे यात्रा कस्तो रह्यो त दामी सर दामी छ यात्रा जो रमाइलो भएको छ उपत्यका अरुण उपत्यका हेर दृश्य अन्त अरू कति हरियाली। चट्ट रमाइलो साथ केटाहरू गरेर छन् ल अब सङ्घ सभा पनि एउटा जिल्ला थप्यो है गाइजहरू ल यहाँ कर्मा हाम्रो दाजु भेट भएको छ अब हामी चाहिँ उहाँको गाडीमा अब यो गाडीमा चाहिँ हामी यात्रा गर्दैछौँ है सर ल यात्रा अरुण उपत्यकादेखि अब स्टार्ट हुन्छ हाम्रो जर्नी अब ल कति बेला लाग्छ हामी माथि गाडी पोइन्टसम्म पुग्नुलाई गाडी पाइँट भन्नु चाहिँ हामी आज दिन राम्रै भयो ल यात्रा सुरु भयो भाइ अब त जे भेट्छ नि सब ड्याम हान्ने हो क्या हाम्रो सरको त जानुभयो सर यता हेरौँ है तुमलिङटार एयरपोर्टदेखि खाँदबारीसम्मको यात्रा भने लगभग 13 किलोमिटरको रहेछ जुन यात्रा तय गर्नलाई 25 देखि आधा घन्टा समय लाग्ने रहेछ ल अहिलेको एयरपोर्ट चाहिँ यो हो अब हामी त्यहाँ ल्यान्डिङ भएर बिस्तारै यहाँसम्म यो चाहिँ बजार हो यति पर छ ल लगभग 4 घन्टा अति हिँड्नु चाहिँ हामी यहाँ विशेष ठाउँमा आइपुगेका छौँ यो नुम सङ्घ सभा हो यता आइपुगेका छौँ यो चाहिँ मकालु 5 मा पर्छ नुम बजार अब त्यहाँ गएर के खाजा खाने हो ल हाम्रो गाडी यही हो ल हामी चाहिँ अहिले लगभग बेलुकाको 8 बजेको छ 8 बजे चाहिँ हामी अहिले यो मेन ठाउँमा आइपुगेको छौँ सेदुवामा आइपुगेको छौँ यहाँबाट चाहिँ हाम्रो भोलिदेखि पैदल यात्रा सुरु हुन्छ थ्याङ्क यू सेदुवामा चाहिँ अब यहाँ खाना खाने अवसर जुर्यो अब यो खानाको लागि चाहिँ विशेष धन्यवाद डे 2 मा छौँ अघि भिडियो देखिसक्नु भएको छ हामी त्यहाँबाट आएको गरेको अहिले यहाँ पासिङ टाइम छ केटाहरू गर्दैछन् ल चेक्सा गाउँ आइपुग्यो 1.5 घन्टा भएको यात्रामा चेक्सा गाउँ दामी हो दामी छ ल We are not vulgar. We are vlogger. Not vulgar, blogger.
done, we can. We can what? Wow, Early in the morning, you just drink some चेक्सा गाउँदेखि बाटो लगभग 2 घन्टा हिँड्नेसँगै हामी तासी गाउँ आइपुगेका छौँ। ल हामी चाहिँ त्यहाँबाट चाहिँ यो तासी गाउँ आउन चाहिँ लगभग 4 घन्टा टार्गेट थियो, तर 5 मिनट अगाडि आइएछ गाई चाहिँ। ल मैले चाहिँ थलीमा एकजना आमा भेट भएको थिएँ, म शिवधारा आउँदैछु भन्ने सल्लाह भएको थियो। ठ्याक्कै आमासँग यहाँ भेट भयो। ल आमा अब उता साइनी दिदी कहाँ पुगेर आउँछु। ल ल बाई बाई, शुभ यात्रा। ल ल ल यहाँसम्म चाहिँ बाटो ठिकै थियो। अब यहाँबाट चाहिँ अन्त ल यो अब भिर बाटो देखिँदैन, अब यसरी हिँड्ने हो। ल अघि देखेको माथिबाट थियो पिर्तामा आउँदैछ त्यहाँ, त्योभन्दा पहाडी जीवन। हामी दुईजना यो तालमा छौँ। सबैलाई फेरि पनि नमस्ते। अहिले हामी डाँडाखर्क आइसकेका छौँ। डाँडाखर्कको लगभग होटलहरू चाहिँ बन्द रहेछ, किनभने अब यो अहिले टुरिस्टको समय पनि होइन। अब हामी चाहिँ खुम्बा जाँदैछौँ। खुम्बामा हाम्रो साइल दिदी होटलमा पुग्छौँ। अनि त्यसपछि त्यहाँ 1.5 घन्टा भन्छ उहाँहरूलाई, हामीलाई 2, साढे 2, 3 घन्टा लाग्ला, तर त्यही पनि केही छैन। 4 बज्यो, अब 7 बजीसम्म हामी पुग्छौँ। ल गाइस यस्तो तलदेखि कन्टिन्यू आएछौँ है हजुर। 9 घन्टा हिँडिसक्यो, थकै राम्रो छ, पानी परेछ, उकालो हिँडेछौँ। यस्तै छ। ल खुम्वाको चाहिँ हामी यहाँ सुवेदी दाजु दिदीहरूको होटलमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ यात्रा अब फेरि अलिकति हाम्रो जहाँ हुने त्यहाँ चाहिँ 10 मिनट जति हिँड्नुपर्छ। हामी 3 जाने भन्ने सल्लाह हो। यहाँको चाहिँ चिया खाएर हिँड्दैछौँ। प्रितम र जीवन चाहिँ अघि पुगिसकेको छ त्यहाँ। ल रातिको लगभग 7:30 भनौँ न, किनभने हामी 7:30 भनौँ न हामी आइपुग्यौँ 7 को, किनभने हामी 11:30 गरे 12 घन्टाको टार्गेट थियो। हामी 11:30 1.5 घन्टा चाहिँ हामी आधा घन्टा चाहिँ हामीले चाहिँ अलिकति यो समयको चाहिँ सदुपयोग गरेछौँ। ल अहिले चाहिँ हामी डाँडा निरै आइपुग्यौँ लगभग। अब यहाँ धेरै हल्लाएर खिच्ने मजा आउँदैन, त्यो बिस्तारै खिच्दैछु। यहाँ पुग्ने हो। अब हाम्रो टार्गेट चाहिँ जति टार्गेट हो त्यही टार्गेट अनुसारै आएको छौँ है। हामी चाहिँ लगभग ल यति टाढा छौँ। फाइनल्ली अहिले हामी चाहिँ राम्रो हुनेको भने सानो पोखरी आउने भयो। के गर्ने सोचेछ? ल सानो पोखरी पुगेछ। सानो खालको पोखरी चाहिँ उता जानुपर्ने माथि त्यहाँ छ। के अरे केटाहरू यता गर्दैछन्। यता आइगर। हेलो। ल सानो पोखरीमा छौँ यति बेला। एकदम दामी ल्यान्डस्केपहरू देख्न थालिसकेको छ। सो पछाडि ब्याकग्राउन्डमा हिमाल हेर्दै हिँड्न पाइरहेछ। बब्बाल छ लास्टै। हाम्रो ब्रदर पनि आइरहनु भएको छ उता माथि। ल बिस्तार देखाउँछ ल। यहाँ त हान्नुपर्छ। यहाँसम्म आइपुग्यो हामी। पुग्ने डाँडाखर्क यही हो। खाना खाने यहाँ हो, तर लाग्छ आधा घन्टा। त्यही टाढा छ। लगभग 4200 मिटरको हाइटमा पुगेका छौँ यतिखेर। अब लगभग त्यही 10 मिनट जति होला। अघि हामी आएको चाहिँ कता देखो छेउको डाँडाबाट। अब यस्तै छ, यात्रा जारी छ गाइजहरू। ल गणेश भाइ हिँड्दैछ, त्योभन्दा उता अनित भाइ। अब ठुलो डाँडा पराजु माइजूको होटलमा भनौँ, मेरो मावला होटलमा परेछ। अब यहाँ खाना खाँदैछौँ। अब चट्ट सबैजना लहरै 2 जना चाहिँ त्यहाँ तल हातमुख धुँदैछन्, प्रितम र जीवन चाहिँ। हामी चाहिँ अब खाना खाँदैछौँ। अहिले खाँदैछौँ। उनीहरूले खाएको नि मिलेछ, म खिचौँ ल के हुन्छ। अहिले चाहिँ माथि खानडाँडामा छौँ। एकछिन खाना खाएपछि एकछिन रेस्ट अलिक चाँडै आयो। गणेश भाइ र म चाहिँ। गणेश भाइ हामी चाहिँ सुतिरहेको छौँ अहिले। ठिक छैन? दिउँसै बाहिर टक्क लाएर यो 12 बजेको ट्याक्क दामीमा टक्क आनन्दले भाइ के भन्नु छ? रमाइलो भइरहेको छ दाइ। खाना खाएर टक्क खानालाई एकछिन पचाउन हामी घाममा सुतिरहेको छौँ सिरप ओढेर। ल हाम्रो दृश्य कस्तो छ? यस्तो छ बाटो। अहिले ठुलो पोखरी, यो मुनि ठुलो पोखरी पर्छ योभन्दा मुनि। अनि फेरि यस्तो गर्दै
यो बाटो हिँड्नुपर्छ। र ठुलो पोखरीको चाहिँ जाने ठाउँ यता रहेछ। ओ माने फेमिला जय सर। अब यहाँबाट चाहिँ राम्रै ओह्रालो कन्टिन्यू 1 घन्टा त्यो ओह्रालो छ। पर्सीको लागि 2 घन्टा उकालो। ठुलो पोखरीदेखि चाहिँ हामी उकालो लाग्यौँ। उकालो लागेर भन्ज्याङबाट चाहिँ फेरि ठाडै ओह्रालो बाटो छ होइन। त्यहाँबाट आएर अहिले हामी लगभग यो क्याम्प 3rd भनौँ यो लगभग हिजो हामी 2nd क्याम्पमा बस्यौँ, सायद यो 3rd क्याम्प होला दोबाटे भन्ने। अब हामी यो दोबाटेमा आइपुग्यौँ अहिले। अब दोबाटेबाट चाहिँ हाम्रो यात्रा करिब हामीलाई चाहिँ 4 घन्टा लाग्छ कि भन्नुहुन्छ सबैले। हामी अब याङ्ला गएर बस्दैछौँ आज। अनि अब चाहिँ ओह्रालोसम्म बाटो छ भन्ने कुरा छ। अब अहिलेसम्म मौसमले पनि हामीलाई साथ दिएछ। कतै घाम चाहिँ आज देख्यौँ, सूर्य हामीले देख्यौँ, हिजो देखेनौँ। आज अलिकति सूर्य पनि देख्यौँ, घाम पनि देख्यौँ। तर पनि हुस्सुले चाहिँ स्वाट्ट आउने, स्वाट्टै हुस्सु क्लिनहरू हुने खालको वातावरण पनि भइरहेछ। एकदम मिश्रित छ यसको अनुभव। यो ट्रेकको यो ट्रायलको अनुभव एकदम मिश्रित छ। सो अब चाहिँ हामी अलिकति उकालो छोडेर ओह्रालो अनि त्यसो बाटोहरू जाँदैछौँ। अगाडि पहिरो पनि छ भन्ने सुनेको छौँ। अब तै पनि अब हामी अगाडि बढ्छौँ। अहिले चाहिँ हामी दोबाटेमा आइपुग्यौँ। 6 बजे बेस क्याम्पबाट हिँड्नुभएका यात्रुहरूलाई बाटोमा भलाकुसारी गर्दै हाम्रो यात्रा जारी छ। ल दोबाटे सर के छ यात्रा, के भन्नुहुन्छ? दोबाटोमा के लागिरहेछ? कठिनै हो यार, कठिन छ है, धेरै कठिन। त्यो त बढी माइक्रो भन्दा धेरै कठिन थियो। अलि बढी उकालो भएर अलिकति रमाइलो भयो। त्यो 6 बजे 8 बजे रहेछ। धेरै गाह्रो छ। त्यही पनि प्रयास जारी छ। त्यहाँ होपफुल। ओके सर, ल अब चाहिँ हामी यात्रा सुरु गर्दैछौँ याङ्लेसम्मको लागि। पुरै ठाडो छ ओह्रालो। यो पर्सीको लागि उकालो हो। ल हेर्नुहोस् यस्तो ठाडो उकालो छ कि उकालो। ल पानी पर्दैछ, केटाहरू अगाडि गएछन्, कोही पछाडि छ। हामी चाहिँ लगभग त्यहाँ कुन ठाउँ रे दोबाटोबाट चाहिँ हामी 1.5 घन्टा तल आएसँगै अब यसरी ओडारमा आनन्दले चिल्याक्स तरिकाले बसिरहेको छ है। ठिक छ नि केटा, होइन? बरुण खोलाको तिरैतिर भिरको बाटो हुँदै यात्रा जारी रहेको जानकारी गराउँछु। हामी चाहिँ फकिर मुद्रामा पहिरो कति हिँडेको हो? 1 घन्टा पहिरोमा मात्रै। 1 घन्टा पहिले 1 घन्टा अझै 1 घन्टा बाँकी होला। त्योभन्दा धेरै च्यालेन्जिङ छ। के भन्नु खोज्यो? जो शिवधारा कोही आउन खोजिरहनु भएको छ भने जसरी भिडियो हेरेर आइरहनु भएको छ नि, त्योभन्दा धेरै नै च्यालेन्जिङ छ यो शिवधारा आउनलाई चाहिँ। गाह्रो छ, डेटली छ। यो सोचेर अलिकति वार्मअप गरेर मजाले प्र्याक्टिस गरेर आउनु होला। ओके, थ्याङ्क यू। डे 3 खोलाको तिरैतिर बाँध हुँदै यात्रा अघि बढिरहेको छ याङ्लेतर्फ। सो दिन रमाइलो गर्दै हामी साँझको 7:30 बजे याङ्ले पुगेका थियौँ र सोही दिन त्यहीँ बास बस्यौँ। ल अब चाहिँ हामी आज शिवधारा जाँदैछौँ। अब शिवधाराको यात्रामा अब कस्तो हुन्छ हेरौँ है। सबैजना रेडी छन्। ल अब हामी जाने चाहिँ टक्कै यो माथि मैले देखिरहेको यो बादलको माथि हो, ठ्याक्कै त्यो जानु छ। ल अब फाइनल्ली अहिले चाहिँ हामी यहाँ जीवनतिर भएको सिधै गयो भने चाहिँ बेस क्याम्प पुग्छौँ। र तल हाम्रो सरहरू अनित भाइ जान लागेको बाटोमा चाहिँ हामी सिधा शिवधाराको यात्रा।
तलदेखि हिँडेको 1 घन्टा भयो। 1 घन्टामा चाहिँ हामी यति राम्रो दृश्यहरू देख्न सक्नुहुन्छ। यति राम्रो दृश्य भएको ठाउँमा आइपुगेका छौँ। अब लगभग 2 घन्टा 2.5 घन्टामा हामी शिवधारा पुग्छौँ होला सम्भव। त्यहाँको सिनहरू हजुरहरूलाई देखाउँछौँ कस्तो लाग्छ। साह्रै सुन्दर छ होइन साह्रै यहाँ त सिनहरू कस्तो छ ल निया खर्का भन्ने ठाउँमा आइपुग्यो। यसो लगभग 3700 मिटर माथि रहेको जानकारी गराउँछु। अब हाम्रो ओकालो यात्रा सुरु भयो। ल पहिलो भिरमा आइपुग्यो। त्यसमा मात्रै जाने हो। ओए जोडी चाहिँ राम्रो सामान त सामान मिलाएको छैन हो त्यो चाहिँ झ्याप्पै समात। ल यो भिरबाट बडा भिर छ तर क्यामेरामा जति देखिन्छ त्योभन्दा खतरा छ तर रमाइलो छ। त्यस्तो चढ्दाखेरि चाहिँ मजा आउँछ त्यस्तो छैन। पुरा यस्तो एकदमै एडभेन्चर तपाईँहरूलाई एडभेन्चर गर्न मन छ भने चाहिँ एकतालि शिवधारा भिजिट गर्नु होला। थ्याङ्क यू। देखिहाल्नु भिरको बाटो कस्तो रहेछ भनेर। अब लगभग आधा घन्टा तिमी शिवधारा आउँछ होला भन्ने कुरो छ। हेरौँ यो भिरो सिधै तल भिरो आएको। भिरो सर यहाँ पुग्छ। किन गाह्रो हुन्छ भने डन्डी राखेर सानो भिर छ। जीवन हेलो गरिदेऊ। लगभग शिवधाराको नजिक छौँ। यहाँ सँगै हेलिप्याड पनि रहेछ। यता ठिक छ। जीवन भाइ चाहिँ खाली खुट्टै आएको छ। हामी चाहिँ जुत्तामा छौँ। त्यही हो होइन त। जय शिव। ल हामी शिवधारा छेउमा आइपुग्यौँ है। यही शिवधारा ल शिवधारा ल साक्षात् शिवको टक्क आउँछ त्यहाँ। ल शिवधारा आइपुग्यो। बधाई छ हामीलाई। मौसम पनि खुलेको छ एकदम सबैलाई बधाई छ। ल शिवधाराको सबैभन्दा म अघि सुनिहाल्नु भयो हाम्रो त्यो चाहिँ गोप्रोबाट लिएको। अहिले चाहिँ मेरो मोबाइल ल्याएको छु। हेर्नुहोस् शिवधारा सबै यो होइन पढार हो छट्ट हो छ। लगभग यो जनाइ चाहिँ बडी मालिकको नाट्यशैलीमा फेरिएको थियो। आज मेरो भाग्य। अब त्यतिखेर एउटा भाकल गरिएको थियो कि भाकल भनेर म यस्तो उ गर्नु भन्ने भाकल होइन कि म मिलेसम्म शिवधारा आउँछु भनेको थिएँ। यो जर्नी पूर्णिमामा शिवधारा आउनु पाएँ। अब यो जनाइ फेरि यसको लागि पनि सबैलाई थ्याङ्क यू। ल रमाइलो छ। ल सबैलाई नमस्ते। अब सबै नुहाइधुवाइ गरेपछि यहाँ शिवको दर्शन गर्दैछु म। ल दर्शन गर्दैछु। अब उहाँबाट ल्याएको काठमाडौँदेखि ल्याएको अब अरू कुरो नल्याउन सके पनि अब यो चिउरा यहाँ चढाइदिनु भने विचार गऱ्यो हामीले। अब चिउरा यहाँ चढाइदिन्छु म। ल जय भगवान् जय शिव जय जुन जुन भगवान्हरू छन् देवी देवता मेरा कुल देवता सबैजनालाई 33 जोडाले मन चढाएँ। त्यसपछि यता पनि सबै
हो 100 रुपियाँ ल शम्भु ल थ्याङ्क यू आयो सर जीवनदायी तपाईँले यस्तै हो ल ल पवित्र शिवधाराले सबैको कल्याण गरून् रक्षा गरून् जय शम्भु कैलाशपति जय शम्भु ल केही देख्दैन यहाँ आएको पनि देखिन्छ उसको बेला ल फेरि भिरको बाटो अब पार्वती भएको ठाउँतिर जाँएको छौँ शिवजीलाई बाई बाई गर्दै जय शम्भु ल केटाहरू आउँदैछन् जय शम्भु पुग्रेको त खतै हो ठाउँ त यस्तो मन आँटो बवाल छ सर साँच्चै छैन कुरा त त्यो आँट चाहिँ साँच्चै आँट होइन कि बवाल छ यो देख्दा यति सजिलो छ तर धेरै गाह्रो रहेछ यो जोडी समातेर 4 फुट टेकेर अगाडि बढ्नुपर्छ के छ भाइ रमाइलो छ जस यहाँ आएपछि चाहिँ जिन्दगी भने के हो अझ बढी बुझिन्छ त्यस्तो कता हो गुफा चाहिँ ल ल गुफाभित्र जान्छ है म गाइजर हैया जान लागेका छौँ आउनु तपाईँ पनि यहाँ ल एकचोटि यहाँ आउनु ल माता हजुर कता पार्वती गुफा चाहिँ अलि विशेष सर कस्तो भयो एक्सपिरियन्स ताजा अवस्था ल हजुर हजुर ल हजुर यहाँबाट हजुरलाई देखाइदिन्छु कहाँ पुगेर आयो भित्र 4 फुट टेकेर जानुपर्छ भित्र चाहिँ ठ्याक्कै उभिन होइन टुक्रो पर बस्नु मिल्छ यहाँ आउँदाखेरि चाहिँ 4 फुट टेकेर आउनुपर्छ ल हाम्रो लाखबदाईदेखि यहाँ प्रितम हाम्रो सर गणेश भाइ अनित भाइ यहाँ चाहिँ कस्तो रहेछ भने कुण्ड त्यहाँ के अरे गुफा यहाँभित्र देखिहाल्नुभयो पार्वती गुफा अब यहाँ चाहिँ बसेर केही न केही खानुपर्ने पकाएर जानुपर्ने यस्तो नियम रहेछ भाँडाकुँडा पनि हेर्नुहोस् सबै छोडिया छ यहाँ माथि चक्कुहरू पनि छोडिया छ सबै व्यवस्थित छ त्यो क्रममा ऊ पर भिरबाट ल्याएर हाम्रो जीवन नेपालले पानी पनि ल्याइरहनु भएको छ है उहाँले उहाँलाई पनि हामी एउटा यस्तो उसमा खाली खुट्टा यात्रा गरिरहनु भएको छ उहाँको यात्रा एकदम सुमधुर रहोस् तर दुनियाँलाई हात देखाउने काम चाहिँ नगर्नु होला हस् थ्याङ्क यू ल है साथी हो यो हामी शिवधाराको एकदम विशेष ठाउँमा छौँ हामी यो पार्वती गुफामा छौँ रमाइलो गर्दैछौँ आनन्दले 1-2 घन्टा बसेका छौँ हामीले चाहिँ अब ल पार्वती गुफाबाट सबैजना भाइ भाइ ल यसरी भाँडासाँडा छोडिया छ ओरेछ ल रमाइलो हिँड्नु केटा हो रुबी जस्तो है मो ल यो पोखरा खोइ ठाउँ
यस्तो भिड आउनुपर्छ 4 हात खुट्टेर यो सुत्दाको लागि बिहान जाँदा चाहिँ हामी तबाट माथितिर गएको थियौँ अब एउटा सेल पकाएर आयो अब यहाँ चाहिँ खोला तरिमेला चाहिँ जुत्ता भिज्छ होला सम्भवतः भिज्छ यस्तो चाहिँ भिरको बाटो अप्ठ्यारो छ है गाइजहरू यात्रा उताबाट आउँदैछौँ रमाइलो छ यस्तै छ यस्तो भिड छ कि यो कल्पना गरेर कल्पनै गर्न सकिन्छ बवाल भिड छ बवाल डोरीसँग चाहिँ तान्दै तान्दै केटाहरू तारातिर डोर्दै लाग्यो चार हात खुट्टा टेकेर मेरो जीवनको पहिलो यात्रा बिस्तारै ज्यानको बाजी मार्दै धार्मिक तथा पर्यटकीय स्थल शिवधाराको दर्शन गरे पश्चात हामी फर्किने क्रममा जोखिमपूर्ण 3-4 ठाउँमा यात्रा यस्तै रहेको यहाँहरूलाई जानकारी गराउँछु तर यहाँबाट अहिलेसम्म पनि कुनै पनि अप्रिय घटना चाहिँ नभएको तर सम्भावित खतरनाक ठाउँ चाहिँ रहेको यहाँहरूलाई जानकारी गराउँछु Yes, did it. उल्टो भयो ठिक छ ल अब त आउनु बिस्तारै यो छाता फाल्दिने यता लौरो छातै फाल्छ फेरि त्यसलाई मुभमेन्ट मिलेन के आउँदै छाता लिन कस्तो हतार गरेर तर जिउ बडी कन्ट्रोल भयो नि ल एक्सपिरियन्स कस्तो रह्यो त बाबा यस्तो बवाल एक्सपिरियन्स भयो कि यो कुरै नगर्नु शिवधारामा हामीले देख्ने ठाडो उकालो भिड लगभग बिहान हामीलाई 3 घन्टा लागेको उकालो अहिले 1 घन्टा 45 मिनटमा हामीले चाहिँ तल आइपुग्यो है गाइजहरू जय शिवधारा यात्रा जारी छ लगभग आइपुग्न आँट्यो हामी बस्ने ठाउँ चाहिँ ल हामी चाहिँ याङले आइपुग्यौँ अब यो चाहिँ माथि शिवधारा पुगेर मजाले ढोकेर घुमेर एडभेन्चर के हो जिन्दगी के हो पहाडको यात्रा के हो हिमालको यात्रा के हो सबै बुझ्नको मौका पाइयो विभिन्न ट्रेकमा गएको थियो तर 4 हात खुट्टाले टेकेर हिँड्नुपर्ने ठाउँ कहीँ पनि थिएन भिरको त्यो ककारो देखिहाल्नुभयो कस्तो खालको थियो एकदम राम्रो एडभेन्चर छ अब आएर यसो रमाइलो गर्नु होला भगवानको आशीर्वाद पनि लिनु होला र प्राकृतिक यो दृश्यमा नै रमाउनु होला थ्याङ्क यू सुरु खान्छु आउँछ ल अहिले मर्निङको 6:10 गएको छ अब हामी यहाँले खर्कबाट चाहिँ मुभ हुँदैछौँ है गाइजहरू ल यात्रा शुभ रहोस् हिजो जाँदा लगभग 1 घन्टा 15 मिनट लागेको ठाउँ आज चाहिँ 50 मिनटमै आइपुग्यो बिहानको यो समय हिँड्दाखेरि अलि राम्रो हुन्छ सबैजना ट्रेकिङ हिँड्नेहरू चाहिँ बिहान हिँड्दाखेरि चाहिँ राम्रै
खोलाको तिरै तिर नगर है माया पिर भने जस्तो छ है। पुरा लगभग 1 किलोमिटर जति यो पहिरोवाला एरिया छ, सब पहिरो। यतासम्म सब पहिरो, हामी हिँड्नु पनि पहिरोकै बाटो हिँड्नुपर्छ। यो अलिकति डेन्जर पनि छ, ठिक पनि छ, सम्म ठिक लाग्छ, पहिरोदेखि डेन्जर लाग्छ। ल अब हामीले लगभग यो ओडारमा चाहिँ 3 घन्टा राखेर राखेको थियौँ, तर हामी कतिमा आइपुग्यौँ सर? 2 घन्टामा हामी आइपुग्यौँ। र साथीभाइहरू चाहिँ कोही 1.5 घन्टामा आइपुगे, कोही 1 घन्टा 45 मिनटमा आइपुगे। ल हामी चाहिँ गाराम गुरुङ भएको अलिअलि खाएर अब यात्रा डोबाटेसम्मको लागि खाना खाने त्यहाँ भन्ने विचार छ। त्योभन्दा पहाडी जीवन ठाडै। ल सधैँ बवाल बुलिरहेको छ, भारी 30-35 केजी बोकेर हामी चाहिँ अझ यत्रो जानुहोस्। ल म चाहिँ यहाँ भर्खरै पानी खाएँ, अनि पानी खाएर यात्रा जारी छ है गाइजहरू। यात्रा जारी छ। ल के हो यो तेल? हाम्रो लोकल रक्सी। ल अलिकति खायो भने अहिले उता सेप्तङ पनि काट्छ, अन्त केप्तङ पनि काट्छ, ट्याक्कै गाउँमा पनि पुग्छ फेरि। ल केप्तङमा पुग्ने यस्तो छ मौसम। ठिक हुनुहुन्छ? ल ठिक छ। ल ल 11:40 यात्रा चाहिँ फेरि होइन सर कतातिर लाग्यो? अब हामी जाँदैछौँ उकालो खौमा। घुममा पहिला जान्छ डाँडागाउँ, गाउँ चिचिला पास, केकिला पास, सेप्ताङ पास, अँ। अनि त्यसपछि मात्रै हामी खोङमा पुग्छौँ। ओके। त्यहीँ बस्ने हो। ल ओके, वेलकम। अहिले चाहिँ भर्खर खाना खाएर डोबाटेबाट लगभग 45 मिनट हिँड्यो। अब यो सानो एउटा उकालो बाँकी छ, त्यसपछि डाँडा खर्का जुन 4200को एउटा पास जस्तो हो, त्यो पासको नाम चाहिँ म ठ्याक्कै थाहा भएन, पछि थाहा भएपछि भन्छु म। त्यहाँ पुग्छौँ, त्यसपछि हामी सिधै आज कुङ्वा भन्ने ठाउँमा पुग्छौँ। के भिडियो छ हजुरलाई देखाउँछ है। अघि खाना खाएर ठाउँबाट चाहिँ 1 घन्टा तिमी आइपुग्यो। अब यहाँ फेरि ओह्रालो भएर ठुलो दहमा पुगेर अनि माथि डाँडा पुगिन्छ। हाम्रो कृष्णबहादुर कटाल सर चाहिँ यहाँ पुग्नुभयो। म चाहिँ यो चाहिँ सानो पोखरी हो, त्योभन्दा माथिको ठुलो पोखरी यहाँ छ। चौरी गाई देखियो। ठुलो पोखरी गाईहरू। हल्का लगभग खाना खाएको ठाउँबाट 1.5 घन्टामा चाहिँ हामी आइपुग्यौँ है। लुगा सुकाउने, दाउरा गर्ने, यस्तो गर्ने चलन छ है। ल हाम्रो दिदीलाई धन्यवाद। ल माइजू पर्नु भएछ। ल 2 शब्द जाओस्। हस्, नमस्कार यहाँहरू यो भिडियो हेर्नुहुने सम्पूर्णलाई। यो चाहिँ मकालु ट्रेक र शिवधारा ट्रेक गर्नुहुनेले चाहिँ यो 4200 मिटर हाइटमा छ। यो पराजुली होटलमा चाहिँ आएर आफूले लिनुहुने चिसो तातोको मैले दिन सक्ने सेवा सुविधाहरू लिनुहुन अनुरोध गर्दछु है। त यहाँहरू सम्पूर्ण थ्याङ्क यू, बाई बाई। ल धन्यवाद। ल राम्रो छ यहाँको सबै बसाइ। ल ओके, थ्याङ्क यू। हुन्छ बाबु, हस्, शुभ यात्रा। हामी सबैजनाको जोस जब अन्तिम हुन्छ, जब अन्तिममा झन् जोस आयो भने जस्तै जम्मा 4:30 बजे नै हामी खुममा पुगेका थियौँ, साली दिदीको होटलमा। त्यो दिन त्यही बास बसियो।
ल सर यात्रा शुभ होस् अनि हामी कहाँ साइली बहिनीलाई धेरै धन्यवाद छ अँ, राम्रो खुवाएको राम्रो सुताएकोमा ल ओके अब चाहिँ जो पनि आउनुहुन्छ यो साइली दिदीकोमा आउनु होला एकदम राम्रो छ है बस्ने ठाउँ र सबै व्यवहार कुरामा राम्रो छ व्यवहार खानादेखि सबै राम्रो छ है बाबु हवस् दिदी धन्यवाद ल दिदी ल बाई बाई ल हाम्रो साई दिदीको चाहिँ यहाँ खुम्मा भन्ने ठाउँमा छ त्यहाँ आएर चाहिँ सबैजना गर्न सक्नुहुन्छ तपाईँको मोबाइल नम्बर भनिदिनु त मेरो मोबाइल नम्बर त कन्टा छैन 98 होइन 97 65 अँ 35 अँ 12 91 ल ओके ल जो पनि आउनुहुन्छ उहाँलाई सम्पर्क गरेर आउनु होला सबै तलदेखि माइसम्म आएको हुन्छ ल बाई बाई दिदी यस्तो छ ओह्रालो लगभग हामी 2.5 घन्टा खुम्माबाट चाहिँ 2 घन्टा 2.5 घन्टा हिँड्नेसँगै अब तासी गाउँ नजिकै छ अब 10 मिनटमा तल पुग्नु होला त्यो देखिरहेको तासी गाउँ हो यात्रा जारी छ आज चाहिँ हामी मिलेसम्म तल सदरमुकाम गएर बस्छौँ सँग खालबारीमा गएर त्यसपछि भोलि चाहिँ फ्लाइटमा हो दृश्यहरू देखेर जान्छु जय शिवदार अहिले चाहिँ हामी बाटो पुरा झुकिएर यो मकैबारी आइपुगेको छु कता हो हिँड्दैछौँ है गाइजहरू ल यस्तो रमाइलो छ गाडीलाई अगाडि पठाएको ल यहाँ हामी चाहिँ पुरै उहाँहरूको गाउँमा घुम्न आइपुगेका छौँ ल हजुरहरूलाई बाई बाई है हामी लाग्छौँ ल हामी चाहिँ यहाँहरूको गाउँमा घुम्न आइपुगेका छौँ भनौँ ल अलिकति बाटो एक स्टेप मिस्टेक भयो तल माथि परेर ल जाउँ ल उहाँले चाहिँ हामी पुरा झुकेका थियौँ उहाँ देख्नु नाम के हो हजुरको मेरो नाम पासन शेर्पा ल पासन शेर्पा दादा थ्याङ्क यू ल हामी चाहिँ अब यहाँ लगभग आधा घन्टा जति चाहिँ रमाइलो भयो ल 1 घन्टा एक्स्ट्रा गाउँ घुमेर रोड देखियो ल रोड आउनुपर्ने अलिक उता आइएछ ल ल होइन टोल्यो यो 45 मिनट दौडे हानियो घुमियो जुगाले दह्रो चुस्यो गाउँ पनि घुम्नु पाइयो त्यस मजै भयो ल अलिकति दुःख पाइयो ल जुगा त फेरि यस्तो हो नि त 3वटा जति रहेछ 3-4 भइरहन्छ मेरोमा नि कति छ जुत्तामै ल जुगा सबै सेतुवासम्मको यात्रामा हाम्रो यात्रा निकै नै रमाइलो मनमोहक दृश्य र बाटो छलेसँगै 1.5 घन्टा रमाइलो गाउँतिर घुम्ने अवसर प्राप्त भयो र स्थानीय बहिनीहरूसँग सामान्य फोटोग्राफी गर्दै स्थानीय रहनसहनका केही क्लिप्सहरू यहाँहरूलाई देखाउँदै हाम्रो यात्रा सेतुवासम्म रहेको यहाँहरूलाई जानकारी गराउँछु र सेतुवाबाट हामी चाहिँ जिप मार्फत खाँदबारीसम्म रहेको यहाँलाई जानकारी गराउँछु यो हाम्रो शिवधारा यात्राको आज हाम्रो लगभग यो पैदल यात्राको अन्तिम दिन अन्तिम क्षण अब हामी 1 मिनट जति पैदल यात्रामा पुग्छौँ जसले जाँदाबाट हेर्नु भएको छ उहाँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु लाइफ इज अ जर्नी द जर्नी कन्टिन्यू जीवन यात्रा हो यात्रा जारी रहन्छ हस्त नमस्ते सी यू नेक्स्ट भिडियो बाई बाई दाइ हजुरको नाम के भन्नु त ल लाक्पा शेर्पा दाइको लागि चाहिँ तपाईँहरू कोही शिवधारा अनि बर्नु उपत्यका अनि त्यसपछि मकालु बेस क्याम्प घुम्न आउनु भने चाहिँ उहाँसँग सम्पर्क राख्नु होला उहाँले चाहिँ गाइड गर्नेदेखि लिएर सबै कुरोको एकदम व्यवस्था मिलाउनुहुन्छ थ्याङ्क यू दाजु धन्यवाद के छ प्रितम के छ ल के छ हल्का के छ यो यहाँ लाएर अहिलेसम्मको ट्रेकमा खतरा ट्रेक है उक्लिँदा त्यस्तै गाह्रो ओर्लिँदा त्यस्तै गाह्रो आज झन् माथि भने यहाँ डाइरेक्ट आउँदा बल्ल अहिले आनन्द अब हिँड्ने दिन गयो होइन त गयो ल बधाई छ ल दिनको 10 घन्टा हिँड्यो ल बधाई छ नमस्ते दाइ हजुरलाई हाम्रो यताको यात्रा कस्तो लाग्यो यो चाहिँ हाम्रो यात्रा चाहिँ एकदम धेरै रमाइलो भयो अनि एकदम यो जति पनि हिँडाइ थियो त्यो एकदम अर्थपूर्ण रह्यो ल गाडी आएछ अब गाडीमा हामी खाँदबारी पुग्ने तयारीमा छौँ यस्तै छ रमाइलो
ल यहाँबाट सबैलाई बाई बाई। ल यात्रा सुरु है। ल सर यात्रामा नुम बजारमा खाना खाइयो भने ल बहिनी बाई बाई गरिदिनुहोस्। ल हजुर बाई बाई। मध्यरात 12 बजे गाडीमा हल्का समस्या सँगसँगै शङ्खसभा रातिको 1 बजे पुगेर त्यहीँ विश्राम गरियो। सबैलाई गुड मर्निङ। अब यतिखेर चाहिँ हामी खाना खान जानेछौँ। हिजो बेलुका लगभग 1:30 जति बजे राति चाहिँ आएर हामी यहाँ बास बस्यो। अब खाना खान जाँदैछौँ। के हुन्छ मोहनमणि घिमिरे सरलाई थ्याङ्क यू। ल सर अब हाम्रो यात्रा चाहिँ काठमाडौँतर्फ छ। शिवधारा आइयो। ल थ्याङ्क यू सर। जिल्लावासी भए पनि म पुग्न सकेको थिइनँ। सरहरू उहाँ काठमाडौँबाट उत्साह साथ सङ्घर्षवा जिल्लाको एउटा पवित्र धार्मिक स्थल छ किनभने हेरेर सम्भवतः बेस क्याम्पसम्म पनि पुग्ने अनुकूल परेको परेन पनि नभए शिवधारासम्म पुगेर सरहरू आउनुभयो। सरहरूसँग चाहिँ भेट हुन सक्यो। आफू शिवधारा नपुगे पनि पुगे साथ भयो। सरहरूलाई चाहिँ हार्दिक आभार है। सरहरूको एकदम शुभयात्रा। सरको आतिथ्यलाई उच्च मूल्याङ्कन गर्दै फेरि पनि मलाई एकदम आभार व्यक्त गर्न चाहन्छु। हाम्रो यता हाम्रो राजनजी हुनुहुन्छ राति यस्तो 1 बजी आएर ढोका खोलेर सुताउनु ठुलो कुरा हामीलाई। म चाहिँ राजन घिमिरे यहाँ कारागार जेलर हुँ। हजुरहरूलाई पुगेर चाहिँ हाम्रो ठाउँको एउटा तीर्थ घुमेर आउनुभयो पुगेर आउनुभयो। एकदम विकट ठाउँ हो। त्यसमा पनि आएर पुगेर आउनुभयो। एकदम हजुरहरूलाई चाहिँ धन्यवाद। फेरि पनि अर्को टोली पनि पुनः यस्तै गरेर हाम्रो अर्को ठाउँ छ सहपोखरी छ। सहपोखरीमा पनि आउनको लागि चाहिँ आमन्त्रण गर्छौँ। ओके सर थ्याङ्क यू नमस्ते धन्यवाद। हाम्रो शिवधाराको यात्रा सकेर चाहिँ अब हामी यहाँबाट चाहिँ तल तुमलिङटार एयरपोर्टतर्फ जानेछौँ। ल सबैलाई सर ल यात्रा सर किन छ बाई। ल प्रितमजी ल जीवन सर जीवनजी ल ओके बाई बाई। हामी चाहिँ प्लेन आउनुभन्दा 5-7 मिनट अगाडि चाहिँ आइपुग्यौँ एयरपोर्टमा। सबैजना एकदम रमाइलो गर्दैछन्। हाम्रो यात्रा 8 दिनको रहेको थियो तर हामीले चाहिँ प्रत्येक दिन 2 घन्टा एक्स्ट्रा हिँड्दै त्यसलाई 7 दिनमा झारेर 7 दिनमै काठमाडौँ रिटर्न भयो भन्दै लाइफ इज अ जर्नी द जर्नी कन्टिन्युज। जीवन यात्रा हो यात्रा जारी रहन्छ। हस्त नमस्ते सी यू नेक्स्ट भिडियो बाई बाई। यात्रामा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्णलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू।